खुसीको कुरा फेरि आयो धरानबाट नयाँ खुसीको कुरा। हर्क साम्पान पनि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथ दिएर अगाडि बढ्ने प्रतिबद्धता गरेका छन्। उनले अहिले मेयर पदमा भए पनि मेयर पद त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर धरानबाट उठ्ने विचार गरेका छन्। यो विचारलाई तपाईले राष्ट्रिय स्वतन्त्र पार्टीमा खाली ठाउँ छैन भन्दैन होला। प्रिय मेरा मित्रज्यूहरू, ठाउँ खाली छैन भन्दिनु। किन ल्याउने भने स्ट्यान्डबाजी गर्नेहरूलाई के छ पार्टीभित्र तिनीहरूलाई लिएर फाइदा? केही फाइदा छ? उही आउने धरानको गया एक सिट जाने त हो। त्यहाँ यत्रो सुदूरपश्चिम पूर्वदेखि मेची महाकालीसम्म यत्रो हैला फैला पुरादेखि जनताहरू घेरिसकेछन् भने राष्ट्रिय स्वतन्त्र पार्टी भनेर अनि एक दुई जना व्यक्ति ल्याउँदै यहाँ घुस्याउने काम नगर्नु। तर ठाउँ छैन भने यति आउन चाहे पनि 5 वर्ष कुर्नु भन्नुहोस्। ठाउँ छैन भनिदिनुहोस् त्यहाँ पार्टीभित्र। अर्कीले शिक्षा मन्त्री अनि समानुपाती खाएर कागज नगरी गरी गई नि। फेरि उज जानु पनि न राम्रोसँग गए पनि के थियो त, आरोप लगाएर जाने भयो, नभएका कुरा थपेर जाने हो। भोलि यी पनि त्यस्तै हो मैले बुझेअनुसार। पाएपछि मुखाउँदा हाले, नपाएपछि उड्ने हुन्थे पनि। तर प्रिय मेरा मित्र, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र तर उहाँलाई नल्याउनु मेरो आग्रह छ। नल्याउनुहोस्, कसैले ल्याउनु पनि रहर छैन। त्यहाँ जनताले आफै रोचाइरहन्छ, जनता आफै आउँछ नि। यस्ता यस्ता व्यक्तिलाई ल्याउने काम कहिल्यै कदापि नगरौँस्। भोलि यिनीहरू पनि त्यसरी उडाएर जाने हुन्। फेरि उडाउँदै पनि फेरि कहाँ राम्रोसँग जाँदा त फेरि जवाब आरोप लगाएर जाने मान्छे परे तिनीहरू। हेर्नु न अर्कीले कहिल्यै जनताले नचिनेका फेरि होमिनी प्रिय रवि लामिछानेले समानुपाती पनि दिलाइदिए, फेरि शिक्षा मन्त्री पनि बनाइदिए। खुसु डलरभरि निलिसकेपछि अहिले केही भएन, हात बाँध्नु पर्ने भयो। कागज उडाएर कहाँ गई सिधै गयो। तर त्यस्तो नहोस् प्लिज। म हजुरहरूलाई पहिल्यै नै सुझाव दिन चाहन्छु। तर त्यसभित्र भित्र्याउने काम नगर्नुहोस्। बरु जनतालाई भित्र्याउनुहोस्, बरु राम्रो हुन्छ। बरु यस्ता मान्छेले भित्र्याएपछि अप्ठ्यारो हामीलाई पर्छ। प्लिज दर्शकबिनहरू नभित्राइदिनु म आग्रह गर्छौँ।